दर्शक महानुभावहरू अहिले हामी प्रधानमन्त्री कार्यालयमा रहेका छौँ। यहाँ अहिले प्रहरीका प्रमुखदेखि सेना प्रमुखदेखि लिएर मुख्यमन्त्रीहरूसम्म पनि यहाँ बोलाइएको छ। भर्खर मात्रै प्रधानमन्त्रीको आवागमन भएको छ। तपाईँले दृश्यमा देखिराख्नु भएको छ। प्रधानमन्त्री सुशीला कार्की आइराख्नु भएको छ। यो दृश्यमा तपाईँले देखिराख्नु भएको छ। ठ्याक्कै उहाँ आइपुग्नु भएको छ। दृश्यमा तपाईँले देखिराख्नु भएको छ। यति बेला आज के हुनेछ, के निर्णयहरू हुँदैछन् अथवा आजको मन्त्री परिषदको बैठकमा के विशेष हुँदैछ भन्ने कुरा हेर्न बाँकी रहेको छ। दृश्यमा तपाईँले देखिराख्नु भएको छ। सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यू को आवागमन भएको छ। यति बेला आज सेना प्रमुखदेखि लिएर प्रहरी प्रमुख, सुरक्षा संयन्त्रका सबै प्रमुखहरूलाई बोलाइएको छ भन्ने हामी जानकारी पाएका छौँ। यति बेला तपाईँले दृश्यमा देखिराख्नु भएको छ। प्रधानमन्त्री सुशीला कार्की भित्र गइसक्नु भएको छ, देखिराख्नु भएको छ। हिजोदेखि अलिकति माहौल फरक थियो। हिजो जेनजीहरूले चाहिँ आक्रोशित भइसके पश्चात सुरक्षा संयन्त्र एकदमै कडाई गरिएको छ, हाई अलर्टमा बसेको छ भन्ने खबरहरू पनि बाहिरिएको थियो। यद्यपि त्यो चाहिँ खबर होइन भनेर राति समाचारहरू झुटो हुन् भनेर जेनजीका केही प्रतिनिधिहरूले भनेको थियो। अब आज चाहिँ के हुनेछ? आज 81 यसरी मन्त्री परिषदको बैठक बोलाउनु र सुरक्षा संयन्त्रका सबै उच्च ओहदाका कमान्डरहरूलाई यहाँ डाक्नु, मुख्यमन्त्री समेत यहाँ बोलाउनुलाई चाहिँ अब के हुनेछ? अहिले जेनजीहरूले एउटा माग गरिरहेका छन्। त्यो माग भनेको पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक लगायतको टिमलाई चाहिँ अब प्रहरीले पक्राउ गरेर अनुसन्धानमा ल्याउनु पर्यो भन्ने उहाँहरूको माग रहेको छ। र त्यो चाहिँ उच्च स्तरीय छानबिन समिति बनेको हुनाले र अहिले के हुनेछ भन्ने आजको यहाँको जानकारी हामी तपाईँलाई गराउनेछौँ। र आज बिहानै एउटा अर्को दृश्य चाहिँ के पनि देखियो भन्दाखेरि अख्तियार दुरुपयोग अनुसन्धान प्रेम राईको राजीनामा माग गर्दै केही जेनजी युवाहरूले त्यहाँ पनि आन्दोलन गरेको, त्यहाँको पनि सुरक्षा व्यवस्था दुरुस्त पारिएको पनि हामीले देख्न पाएका थियौँ। दर्शक नेपाली सेनाका चिफ साहब यति बेला सिंहदरबारमा आउनुभएको छ। मन्त्री परिषदको बैठकमा आउनुभएको छ।